अब तपाईहरुलाई के भन्नु हैन यस्तै अब छत्री युट्युबर्सहरु आजकल अब धेरै फेमसहरु भइरहेछ हैन अहिले हामी पनि अब सपोज एउटा भ्लग गर्न खोज्यो भने हामीलाई अब एक दिन गरिन्छ त्यसपछि हामी छोड्दिन्छौं भ्लगै गर्दिनौं अनि एउटा सोच्छु हामीहरुको अब च्यानल मोनेटाइज भएन के भएन कस्तो भएन त्यो हामीहरुको गल्ती हो फिलहाल चाहिँ अब मैले पनि धेरै प्रयास गरे हैन धेरै प्रयास गरे मैले धेरै अब युट्युब पनि धेरैवटा खोले अनि फेसबुकको पेजहरु पनि खोले सो मैले भिडियो पनि बनाए मैले र्याप पनि गर्थे हैन म र्याप अब मलाई र्यापमा पनि पुरै रुचि थियो मैले र्यापहरु पनि पुरै बनाए सो अब चलेन हैन र्याप पनि चलेन फेसबुक पनि चलेन युट्युब पनि चलेन अहिले अब लास्टमा आएर हेर गाई लिन जानुपर्छ गाई ल्याएर बान्नु पर्छ हैन लाइफ यस्तो चलिरहेछ सो केटा हो पढ हैन पढ अन्ली पढ के पुरा पढ काम तिमीहरूले भेट्छौ के एक जमानामा बेंगलोरमा गएर भाडा नमस्काऊ के केटा हो झाडु नमार पढ राम्ररी पढ समय हुँदाखेरि हैन गाँजा तानेर नहिँड हैन सिगरेट खाएर नहिँड म चाहिँ त्यही भन्छु ल सबैलाई यो नयाँ सालको धेरै बधाई हैन नयाँ सालमा के सोच्ने के गर्ने भन्दाखेरि पढ्ने के केटा हो गाँजा खाएर नकुद्ने बेंगलोरमा भाडा मार्न नकुद्ने हो क्या केटा हो बुझ्यौ अन्ली पढ्ने हो किनभने भोगेको मान्छेले मात्रै जान्दछ के लाइफमा के हुँदैछ भनेर हैन तिमीहरुसँग गाडी छ हैन तिमीहरु साइकल देखाऊ के केटा हो गाडी नदेखाऊ किनभने जसले जे बेसी देखाउँछ नि त हैन त्यसको चाहिँ अब लाइफै पुरै रफ हुन्छ के सो पढ केटा हो ल सबैलाई ह्यापी न्यू इयर यो चाहिँ मेरो पेजमा अब आउँदैछ हैन युट्युब च्यानल त तिमीलाई सब्स्क्राइब गर भन्दाखेरि पनि छैन अब कहाँबाट सब्स्क्राइब गर्छौ हैन पेज पनि त्यो मुली त्यो छैन यार 1K देखि बढ्दैन तिमीहरूले अब तिमीले फलै गर्दैन तिमीहरूले सो अब गर्न चाहन्छौ भने गर है ल त केटा हो बाइ बाइ गाइस